पक्षको अधिकार कुर्सी उचालेर पाइन्छ भने कुर्सी उचालेर मैले राख्नलाई उचालेको सर। कहाँ राख्न तपाईको झोलामा हैन, अर्को कुर्सी माथि राख्न खोजेको मैले। त्यो कुर्सी अटाउने हामी खुट्टा राख्ने ठाउँ थिएन, अनि त्यो कुर्सी उचालेर अर्को कुर्सी हाम्रो सत्ता पक्षका मान्यजीहरू अगाडि हुनुहुन्थेन र हामीलाई उताबाट मर्यादा पालकजीहरूले हामीलाई धकेल्नु भयो, यताबाट हामी प्रतिपक्षका मान्यजीहरू थियौँ। अनि त्यहाँ धकेलामा मेरो खुट्टामा चोट पनि लाग्यो, अनि मलाई झनक्क रिस पनि उठ्यो चोट लागेर। झन् मलाई त्यसपछि कुर्सी उचाल्दैन मैले कुर्सी उचालेर अर्को कुर्सीमा म राख्छु र यहाँ उभिने ठाउँ हुन्छ भनेर चाहिँ मैले त्यो कुर्सी त्यसरी उचालेको। यदि मैले सभामुखज्यूलाई मैले कुर्सीमाथि होइन टेबलमाथि चढेको र एकजना मान्य सत्ता पक्षका एकजना मान्य अशोक चौधरी भन्ने मान्यज्यूले हामीलाई आक्रमण गर्न आउनुभयो। म मात्रै होइन, अरू प्रतिपक्षका मान्यज्यूहरूलाई उहाँले झम्टिन आउनुभयो, आक्रमण गर्न आउनुभयो। अनि म चाहिँ चढेर टेबलमा चढेको, आफ्नो ज्यान जोगाउनको लागि म टेबलमा चढेँ। पहिला उहाँले चढ्नु भयो कुटपिट गर्न कसैलाई, जस्तै तपाईको एउटा फोटो आयो नि हैन पुरा, त्यो त एआईले बनाएको सर। मैले यसरी गरेकै छैन, मैले प्रत्यक्ष यसरी गरेकै छैन। मैले हात उठाउनलाई, नारा लगाउनलाई हात यसरी उठाएको हो। हामी विद्यार्थीहरुले नारा लाउँदा त यसरी लाउँछ। मैले त्यसरी उठाएकै छैन, त्यो एआईले बनाएको छ, एआई को कमाल हो। मैले त्यसरी उठाएकै छैन, म उठाएछु। सुन्नु न सर, तपाईको नाममा चाहिँ हजुर यसलाई सुधार गर्न मिल्छ। हजुर, सिक्ने र सिकाउने प्रक्रिया हो। हजुर, यसैलाई अन्तिम निष्कर्ष बनाउन जरुरी पनि छैन। खै पूर्व उपसभामुखले पनि भन्नुभयो नि, हजुर, राम्रा कुरा छन् त्यसलाई अंगीकार गर्दै जाउँ, हजुर, नराम्रा कुरा छन् त्यसलाई सुधार गर्दै र छोड्दै जाउँ, हजुर, हैन? हजुर। तर तपाईलाई विगतमा एउटा समय थियो माओवादीका तर्फबाट कुर्सी उचाल्दा र फाल्दा, हैन? म अहिले पनि सम्झिन्छु, उमेश यादव उहाँ सांसदको नाम थियो, उहाँ सप्तरीबाट प्रतिनिधित्व गर्नुहुन्थ्यो। उहाँको नाममा त्यो कुर्सी उचालेर फाल्ने रेकर्ड छ। अहिले फेरि संयोगले रिङ्गला यादवको नाममा आयो। मैले कुर्सी उचालेर फाल्ने भएको भए सर, यदि मैले सभामुखज्यूलाई